हेलो गाइज, अहिले चाहिँ म फाइनली इमिग्रेसनमा आएको छु किनभने हामीले भिजा एप्लाई गरेको भइसक्यो 1.5 महिना भइसक्यो तर भिजा नै आएन। तर हामी पछाडि गइसकेको भिजा सबैको आयो होइन। तर हामीले एकदमै टाइम लगायो, त्यही भएर हामी चाहिँ बुझ्नुको लागि डाइरेक्ट हामी कामबाट यहाँ आएको छौँ साथी र म। अनि बिहानै 7 बजे आएको अनि 8 बजी 8:30 बजी खुल्छ भन्ने कुरा सुनेको थियो। तर यहाँ हामी आउनुभन्दा अगाडि नै लाइन यति धेरै छ कि सर लाइन देखाइदिएको यस्तो लाइन हेर्न सक्नुहुन्छ, यति धेरै लाइन लागेको छ हामीभन्दा अगाडि पनि। सो अब त्यहाँ गएर बुझ्छौँ, लेट्स सी के हुन्छ होइन। भिजा अब आशा त लागेन, के हुन्छ हेरौँ। तिमी के भन्न चाहन्छौ? आउँछ ढुक्क आई थिङ्क 3 महिनासम्म भिजा आएन भने चाहिँ फेरि यहाँ आएर बुझ्दा हुन्छ अरे। तर हामीको 1.5 महिना भएको छ, त्यही पनि हामी बुझेर मात्रै आउनु पऱ्यो होइन। लेट्स सी के हुन्छ हेरौँ। भिजा आए ठिकै छ, नआए नै ठिकै छ।